हामी सम्पूर्ण नेपालीहरूको 100 थुङ्गा फुलका हामी एउटै माला नेपाली भने जस्तै हामी त्यो विभिन्न खालको रङ्गीचङ्गी मालाहरू मध्येको हामी एक थरी माला गुरुङ जाति हो। आमाले चाहिँ मेरो ब्लग हेर्नु भएको थियो अरे, कस्तो लाग्यो त आमा? एकदम गुड लाग्यो नि हो सबै हेर्नु भयो? सबै हेरे भने सबै ए हो र? साह्रै राम्रो जातिमा तपाईँ जे लाउनुहुन्छ हजुर सबै कुरा पाउँछ हो छोरा छोरीको। यहाँ हामीको कछाड छ हापेन हजुर होइन, हामीसँग भ्याङ्ग्रा बेच्छौँ हामी यहाँ। हो र? यो चाहिँ प्रत्येक प्रत्येक ड्रेसको आफ्नो आफ्नै नाम छ है। हजुर हजुर यहाँनिर यो मैले यो रातो यहाँ माथि घाँटीमा बेडेको चाहिँ हजुर त्यसलाई चाहिँ गलबन्दी भन्छ होइन। अनि हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। म तपाईँहरूकै छोरा नाति साथी जे भने पनि सागर तामाङ फेरि पनि नयाँ ब्लग लिएर उपस्थित भइसकेको छु। आजको ब्लग चाहिँ म यहाँ अहिले गुरुङको लोसार मनाउनको लागि आइसकेको छु। हेड्सबर्ग पेन्सिल्भेनियामा भइरहेको छ। म भर्खरै आइपुगेँ। यहाँनिर पुरै पार्किङको समस्या छ, कसो कसो गरेर यहाँ मिलाएर चाहिँ राखेको छु गाडी होइन। तर पनि यहाँ गाडी यति धेरै, यहाँ म पछि आउने मानिसहरूले पार्किङै भेटाइरहेको छैन। यो चाहिँ गुरुङ समुदायले अर्गनाइज गर्नुभएको तामु लोसर आज यहाँ मनाइँदैछ हेरिसबर्गमा। हाम्रो आफ्नै सोनाम लोसर पनि चाँडै आउँदैछ, म त्यसको पनि ब्लग ल्याउँछु। एनिवे गाइस, म तपाईँहरूलाई भित्र गएर आज कसरी लोसार मनाइँदैछ भन्ने कुराहरू देखाउने प्रयास गर्नेछु। तपाईँहरूले यदि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। अहिले यहाँ हलतर्फ जाँदैछु। मानिसहरूको आउने कार्यक्रम बढिरहेको छ। सबैजना आफ्नो कल्चरल ड्रेसमा सजिएर आइरहनु भएको छ। तर मैले अघि भने जस्तै ढिलो आउने मानिसहरूलाई चाहिँ पार्किङको समस्या भइरहेछ। अब यो चाहिँ कसरी नेक्स्ट इयरदेखि यो चाहिँ अलिकति समस्यालाई चाहिँ कसरी हल गर्ने हो त्यो मिलाउनु पर्ने अवस्था होला जस्तो छ। किनभने मानिसहरू धेरै फर्किरहनु भएको छ। अब लास्ट इयर पनि हाम्रो सोनाम लोसार यहीँ गरिएको थियो। अहिलेको तामु लोसार पनि आजको यहीँ भइरहेको छ। म यहाँ भित्र जान्छु र तपाईँहरूलाई सबै कुरा देखाउने प्रयास गर्छु। ल यहाँको माहौल, आजको माहौल चाहिँ यसरी गुरुङको कल्चर ड्रेसहरू भेट्न राखिएको छ जस्तो देख्छु होइन। म चाहिँ हेलो नमस्ते। के पाइन्छ यहाँनिर? हजुर हामीसित हामी गुरुङ जातिमा नमस्कार नमस्कार। गुरुङ जातिमा तपाईँ जे लाउनुहुन्छ हजुर सबै कुरा पाउँछ हो छोरा छोरीको। यहाँ हामीको कछाड छ हापेन हजुर होइन, हामीसँग भ्याङ्ग्रा बेच्छौँ हामी यहाँ। हो र? यो सबै गुरुङ कल्चरको हो सबै के भनिदिनु, अलिअलि एक्सप्लेन गरिदिनु न। के हजुर यो चाहिँ हामीको के भन्छ? कर्मु भन्छ। यहाँ चाहिँ यो चाहिँ छोरी मान्छेले यहाँ लाउने हो। यस्तोमा यिनीहरू पनि सेम हो। यो सलवार के हो हामी ओर्दा हुन्छ। हजुर हजुर यहाँनिर हामीसँग घलेक छ जुन हामी घलेक लाउँछौँ होइन, छोरी मान्छे लाउनुहुन्छ। हामीहरूको यो भोटो हो नानीहरूको, मेरो जस्तै छ यो होइन। हामीहरूको घलेक यो चाहिँ छोराको घलेक हो। हजुर यो हामीहरूको सेतोबाट पनि हो। हजुर हाम्रो गलबन्दीहरू छ हामीसित।
पिरुमालाहरू हजुर यहाँ सबै कुरा पाउँछ भनेपछि हाम्रो गुरुङ कल्चरलाई चाहिने सबै कुरा छ सबै कुरा छ बस यो प्राइस पनि राम्रै होला नि त होइन राम्रै छ नि गुड छ हो र केही सोध्नु छ भने भन्नुहोस् म भन्छु हस् 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 दोकान पनि छ पसल पनि? दोकान छ मेरो दोकानको नाम चाहिँ खासै चाहिँ स्मोक सप हो तर मैले त्यहाँनिर एउटा दोकान इस्टाब्लिस गरेको छु हजुर स्मोक एली भन्यो भने तपाईँ गुगलमा आउँछ त्यहाँनिर आउनु सक्नुहुनेछ हजुर थ्याङ्क यू सो नमस्ते नमस्ते यो समाउनुहोस् त यहाँ के पाइन्छ यहाँ छ्याजलो सम्पूर्णमा मैले फेरि भन्दैछु यो चाहिँ हाम्रो यो गुरुङको नै हो कल्चर ड्रेस हो कि के हो यो टोपी टोपी यो हो गुरुङको कल्चरको हो अरूले पनि लान मिल्छ लाउन मिल्छ अरू के छ नि यहाँ यो यिनीहरूले के भन्छ यिनीहरूलाई यो लुकुनी हो यो चाहिँ गुरुङले लगाएर अनि हाम्रो रोदीमा बस्दाखेरि ठक्क अगाडि ओछाएर राख्छ ओढेर बस्नलाई मिल्छ ए अनि यो चाहिँ यो गोर्खाको दाल हजुर ए नेपालको अर्ग्यानिक दाल यो माघे सङ्क्रान्तिमा हजुर खानाको लागि चाहिँ एकदम राम्रो छ है अरू यिनीहरू के छ भनिदिनुहोस् न मलाई यिनीहरू यो आसानी हो ए हजुर यो चाहिँ अनि यो यसलाई के भन्छ यो छोरा मान्छेले कम्मरमा बाँध्ने हो हजुर अनि आज चाहिँ खासै त्यस्तो अनि यो कप छ हजुर यो चाहिँ हाम्रो एकदम ह्युजी एसेको लोगो लगाएको छ हजुर तपाईँहरूले नै यो प्रिन्ट गर्नुभएको नि धेरै राम्रो अब अमेरिका जस्तो ठाउँमा आएर पनि तपाईँहरूले अब गरिरहनु भएको छ एउटा कल्चरलाई प्रिजर्भ गर्नको लागि हस् हस् थ्याङ्क यू धन्यवाद यता चाहिँ के रहेछ हेरौँ न त यता चाहिँ ल नेपालमा पाइने कुराहरू देख्छु म यो चर्खा नेपालमा हुँदाखेरि यो चर्खाको प्रयोग हुन्थ्यो स्रोत अफ इन्कम मादल यस्तो कुराहरू छ यहाँ भर्खर आउनु भएको तपाईँहरू भर्खर आउनु भएको हाम्रो तामाङ समुदायलाई रिप्रेजेन्ट गरेर उहाँहरू पनि यहाँ तामुलोसनको लागि आउनु भएको छ अनि कस्तो लागिरहेको छ तपाईँहरूलाई अब भर्खर आउँदैछु बाँकी चाहिँ प्रोग्राम हेरे पछाडि रिभ्यू गर्छु है त हाम्रो सोनाम लोसार यसपालि कहाँ हुने हो यहीँ हो हाम्रो सोनाम लोसार पनि यहीँनिर हुन्छ यही हलमा हुने हो यही हलमा अहिले डाइनिङ हुँदैछ कहिले हुन्छ भनिदिनु नि त फेब्रुअरी 20 अलिक मजाले भनिदिनु है फेब्रुअरी 21 फेब्रुअरी 2026 मा सबैजना आउनु होला है त मेन इन्ट्रेन्स चाहिँ यो जस्तो छ यो चाहिँ मेरो विचारमा खाने ठाउँ मात्रै हो कि जस्तो लाग्यो यहाँ यो त लाइन पो रहेछ त अनि खानाको लागि ए तिमी के खान्छौ नि खाउला चाउमिन त रहेन रहेछ नखाउला
मलाई लाग्छ आज यो लोसारमा चाहिँ धेरैवटा स्टेटबाट आउनु भएको छ जस्तो लागिरहेछ। अब खानाको लागि मात्र यत्रो स्पेसमा मानिसहरू हुनुहुन्छ भनेपछि त अब तपाईँहरूले बुझ्न सक्नुहुन्छ। छिरिङ पनि यहीँ रहेछ। ब्युटिफुल आँगी कार्यक्रम चाहिँ यता छ जस्तो छ। एनर्जेटिक दाईलाई भेटेँ मैले चाहिँ यहाँनिर। दाईको नाम भनिदिनु पऱ्यो। पर्दैन दाईको नाम मेरो ग्रिस गुरुङ। खासै यो तामुल लोसार तपाईँ यो चाहिँ एकदम हामी गुरुङ तमाम गुरुङ जातिको चाहिँ एकदम महत्त्वपूर्ण चाड हो। यो एउटा हाम्रो एउटा पहिचान हो, त्यस कारणले इट्स भेरी इम्पोर्टेन्ट फर अस। साथसाथै हाम्रो विभिन्न गुरुङका झाँकीका सामग्रीहरू गुरुङका सांस्कृतिक पोसाकहरू पनि उपलब्ध छ। हामीले हुन सक्नेछ र युजिएसको ठुलो ब्यानर फोटो सुट गर्नका लागि फोटो खिच्नका लागि पनि उपलब्ध छ। हजुरले गर्नु सक्नुहुन्छ, फोटो सुट गर्नु सक्नुहुनेछ भन्दै सम्पूर्णलाई फेरि पनि खाना खान आइसकेपछि नमस्कार। तपाईँलाई मेरो च्यानलमा स्वागत छ। धन्यवाद। हजुरको नाम? मेरो नाम अगम गुरुङ। अलिकति यो तामुल लोसारको विषयमा के भन्न चाहनुहुन्छ कि? यो चाहिँ हाम्रो गुरुङहरूको महान चाड तमुल लोसार। हाम्रो 12वटा लो चक्रहरूमा आधारित हामीले चाहिँ यसपालि सर्पवर्गलाई विदा गरेर हामीले घोडा लोलाई स्वागत गरेको हो। र एभ्री इयर हाम्रो पुस 15मा चाहिँ यस्तो ग्रान्ड लोसारहरू भइरहन्छ र विगतका वर्षहरूभन्दा यसपालि अलिक भव्य र सभ्य भइरहेको अवस्था छ। हामी विदेशमा बस्ने नेपालीहरू जति अमेरिकामा बस्ने नेपालीहरूलाई यो तामुल लोसार कतिको चाहिँ महत्त्व छ होला? हजुर, यो त हामी सम्पूर्ण नेपालीहरूको 100 थुङ्गा फुलका हामी एउटै माला नेपाली भने जस्तै हामी त्यो विभिन्न खालको रङ्गीचङ्गी मालाहरू मध्येको हामी एक थरी माला गुरुङ जाति हो। अनि आज तपाईँको अनुसार कति मानिसहरूको एक्सपेक्टेसन हो यहाँ आउनको लागि? हजुर, हामीले खासै यो हल चाहिँ 3000 को क्यापेसिटी हो। 3000 तर आज हल अलरेडी प्याक भइसकेको छ र बाहिर पनि त्यतिकै भएको हुँदाखेरि लगभग 5000 मान्छे चाहिँ भेला हुन्छ जस्तो लाग्यो। त्यही त मैले अलिकति अघि समस्या चाहिँ त्यहाँ पार्किङको देखेँ। मानिसहरू धेरै फर्किरहनु भएको थियो। ठिकै छ भने चाहिँ हामीसँग कतिवटा स्टेटको मानिसहरू आउँदै हुनुहुन्छ? जम्मा यहाँनिर 20-22वटा स्टेटको 22वटा स्टेट। हाम्रो संस्थाको इकाइ चाहिँ 20-22वटा इकाइ छ। सबैबाट आउनु भएको छ। विशेष गरेर यहाँको लोकल कम्युनिटीको आगमन बढी छ। थ्याङ्क यू। अन्तिममा तपाईँको सन्देश अथवा केही भन्नु चाहनुहुन्छ तपाईँहरूले गुरुङ कम्युनिटीलाई या नेपाली भाषीहरूलाई विदेशमा बस्नेहरूलाई यो चाडको विषयमा? सम्पूर्ण संसारभरि छरेर बस्नुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यो नयाँ साल अङ्ग्रेजी महिना नयाँ सालको र हाम्रो यो गुरुङहरूको महान चाड तमुल लोसारको धेरै धेरै शुभकामना आशीर्वाद भन्न चाहन्छु। थ्याङ्क यू सो मच। थ्याङ्क यू तपाईँलाई। राम्रोसँगले आजको यस वातावरणलाई सूचना गर्नको लागि सबको अन्तिम चरणमा हुनुहुन्छ। स्टेजसम्म ल्याइदिनको लागि म आमाले चाहिँ मेरो ब्लग हेर्नु भएको थियो अरे। कस्तो लाग्यो त आमा? एकदम गुड लाग्यो नि। हो सबै हेर्नुभयो? सबै हेऱ्यो सबै सबै। ए हो र? अरे राम्रो। धन्यवाद। बाले पनि हेर्नुभयो बाउ? हेरे बाउले हेरे। तपाईँहरूले नि हेर्नुभयो है? तपाईँहरू के गुरुङ हो सबै? ए थ्याङ्क यू सो मच है माया गरिदिनु भएकोमा ल। हस् हस्, तपाईँ राम्रो देख्नु भएको छ आज गुरुङ ड्रेसमा। हस् हस्, यो पनि आउँछ हेर्नु होला ब्लगमा। हस् नमस्ते नमस्ते। छ्याजलो हजुर छ्याजलो। अनि तपाईँले लाउँदै गर्नुभएको यो लुगाको यो ट्रेडिसनल ड्रेसको नाम चाहिँ के हो भनिदिनु त ल? यो चाहिँ
प्रत्येक पार्ट प्रत्येक ड्रेसको आफ्नो आफ्नै नाम छ है। हजुर हजुर यहाँनिर यो मैले यो रातो यहाँ माथि घाँटीमा बेडेको चाहिँ हजुर त्यसलाई चाहिँ गलबन्दी भन्छ होइन। अनि त्यहाँदेखि यो सेतो यो जुन चाहिँ मैले यो एकदमै घुमाएर लगाएको छु क्रस पारेर त्यसलाई भ्याङ्रा भन्छ है। यो छोरा मान्छेको भ्याङ्रा भन्छ भने छोरी मान्छेको घलेकी भन्छ। अनि त्यहाँदेखि अब यो झोला भनेको चाहिँ मैले यो भ्याङ्रामा सामान बोक्नु चाहिँ भ्याङ्राभित्र चाहिँ अलिक अप्ठ्यारो भएर मैले यो झोला भिरेँ है। यो हाम्रो भेडाको उनको अर्ग्यानिक कोट भइहाल्यो है। अनि यो मैले तल लगाएको सेतोलाई यसलाई चाहिँ हुन्छ भन्नुहोस् के हुँदैन हजुर हुन्छ यसलाई चाहिँ रेहेङ्गा भन्छ है। अनि यसरी नै यो शिरमालाको त टोपी नै भइहाल्यो है। यसरी भन्छ हजुर। यो चाहिँ सम्पूर्ण यो मैले शिरदेखि तलसम्म लगाएको चाहिँ गुरुङको पोसाक हजुर गुरुङ जातिको पोसाक। धेरै राम्रो देखिरहेको छ। धन्यवाद हजुर धन्यवाद। कति महत्त्व छ त यो कल्चर ड्रेस अनि यो लोसार चाहिँ तपाईँको लागि? लोसार हामी अहिले म विगत युएसमा पनि 8-9 वर्षदेखि नै लागि परेर आएको यो संस्थालाई यो युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकालाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ म यसरी लागि परिरहेको छु विगत 8-9 वर्षदेखि। यो मैले हाम्रो भाषा हामीले स्पष्ट बोल्नु नसके तापनि हाम्रो जातिको पोसाक चाहिँ यो हो। अहिले मैले हजुरलाई यो मैले पोसाकको बारेमा चिनाएँ तर यो अन्य साथीभाइ अन्य जातिहरूले देख्दाखेरि ओहो यो त गुरुङको पोसाक रहेछ भनेर छर्लङ्ग चिनोस् यो चाहिँ गुरुङको छोरा रहेछ भन्ने चिनोस् भन्ने हेतुले हामी यसरी लागि परेको छौँ। हाम्रो पोसाक के हो हाम्रो भाषा के हो संस्कार के हो भनेर हामी अगाडि बढिरहेको छौँ। हस् त धन्यवाद। महिला दिदीबहिनीहरूको लागि लाइन खडा हुनको लागि म रिक्वेस्ट गर्न चाहन्छु। त्यतिखेर रिम्बा बाँड्ने क्रममा हामी जोड्दैछौँ। हजुरहरू स्टेजको हजुर उभिएर स्टेजमा हेर्दाखेरि हजुरको दाहिने यदि अशक्त हुनुहुन्छ भने यहाँहरूले आफ्नो नानीहरू सक्नुहुन्छ है त। जति पनि स्तब्ध जति पनि हजुरहरू सक्नुहुन्छ लाइनमा बसेर रिम्बा लगाउने क्रममा जोडिदिनु होला। भएको छैन तथापि हजुरहरू लाइन लागेर आशीर्वाद हाम्रो पछुखेकी केपीखेकीहरूबाट एउटा आशीर्वाद मन्त्र जपेर उहाँहरूले जुन रिम्बा बाँधिँदै हुनुहुन्छ त्यसलाई ग्रहण गरिदिनु होला है त। आङ्गी पनि अनि गुरुङ ड्रेसमा हो आङ्गी यो तामाङ ड्रेसमा तामाङ नि हो तामाङ ड्रेसमै आउनु पऱ्यो नि होइन? के छ दिदी के ड्रेस हो यो चाहिँ? गुरुङ ड्रेस राम्रो धेरै राम्रो देख्नु भएको छ है। छोरी पनि खाना खाएर निस्किने ठाउँ उतापट्टि भन्दा पनि म चाहिँ यता धेर मानिस देखिरहेको छु। त म अघि पनि छिरिसकेको थिएँ फेरि पनि एकचोटि अब कति छ यो सुरु हुनको लागि उता? त्यही नि हामी अब आयो हुन्छ के हो पनि रेडी हो तपाईँहरू जानको लागि? पहिलो तपाईँहरूकोबाट सुरु होइन त? त्यही भएर हामी आउने के गर्ने भनेर सुरु भयो हजुर। यहाँ चाहिँ अहिले यहाँ कार्यक्रम सुरु गर्नको लागि रेडी भइरहनु भएको छ सबैजना। हजुर
यहाँभित्र चाहिँ पुरै खानाको व्यवस्था भइरहेको यो चाहिँ आजको लागि किचन यो चाहिँ खानाको लाइन नमस्कार नमस्कार सकिसक्यो क्या यहाँ त अघि अन द वेमा हो ए हो मलाई पुग्दैन है क्या भनेपछि त खसीको मासु जस्तो देख्छु त यो त All dancers, please get inside the hall and the right side of the hall. Hall को जो right side पार्टी द्वारा dancers suspend कर रहे हैं, सबके लिए टिकट प्रोसेस करना है. सबको छेड़ना पछि लगभग खाने ठाउँलाई बन्द गरेर यो लन्चको कार्यक्रम बन्द गरेर चाहिँ सबैजना यता कार्यक्रमको लागि भित्र प्रवेश गर्न तयार भइरहनु भएको छ अब म पनि भित्र छिर्छु हलभित्र अनि अब चाहिँ लगभग कार्यक्रम सुरु हुन गइरहेको अवस्था जस्तो लागिरहेछ मलाई अब छोरी नाचको प्रदर्शन पछाडि आजका कार्यक्रम एकदमै सुचारू हुने पनि यहाँलाई म जानकारी दिन चाहन्छु त्यसको लागि हामी छोरी नाच प्रदर्शनलाई पक्रेर बसिरहेका छौँ मैले हलसम्म आउनुको लागि अनुरोध गरिरहेको छु
अति नै महत्त्वपूर्ण क्षणमा छौँ। हामी यतिखेर गुरुकुलको संस्कृति झल्काउने वैदिकताको प्रदर्शन अवलोकन गरिरहेका छौँ। मलाई लाग्छ यहाँहरूले यो दृश्य हेर्दाखेरि हामी हाम्रो मौलिक पहिचान, हाम्रो मौलिक संस्कार संस्कृतिको बचाउमा जुटेका जति पनि हामी तत्त्वहरू छन्, यसले एउटा हाम्रो सांस्कृतिक क्षणलाई अति महत्त्वपूर्ण साथ उद्घाटन सुरु भइसकेको छ। यसरी पुरै कल्चरको वेशभूषा लगाएर डान्स गरिरहेको कार्यक्रम छ अहिले। पहिलो हो, सुरुवात भएको भर्खरै सुरु भइसकेको छ अहिले। देख्न सक्नुहुन्छ मेरो पछाडि यो चाहिँ हेरिसबर्ग पेन्सिल्भेनियामा तामुल लोसर मनाइरहनु भएको छ अहिले। सुरुवातको खण्डमा छौँ। हजुरको आफ्नो मायापट्टि त्यसको
एनर्जी घट्नु भएन है एनर्जी घट्नु भएन संस्कृति भन्ने कुरा जोगाउनुपर्छ भनेर यहाँ आज ग्रान्ड तामाङ उत्सव मनाइँदैछ अमेरिकाको पेन्सिल्भेनिया राज्यको पिट्सबर्ग सहरमा अहिले ग्रान्ड तामाङ उत्सव मनाइँदैछ on the stage आयोजना म अनुरोध गर्दछु सजल होस् सम्पूर्णमा हजुरले पक्कै पनि आज यस कार्यक्रमलाई साथ दिनुहुनेछ भन्ने आशा राखेको छु यहाँ सम्पूर्णलाई मेरो नाम टेक टोकी गुरुङ यहाँ फेरि पनि मैले अन्तर्हृदयबाट स्वागत गर्न चाहे र यसो भन्दै आजको कार्यक्रमलाई औपचारिकता दिनको लागि म स्टेज तमु पेलुसङ न्युयोर्कबाट तमु पेलुसङ न्युयोर्कका अध्यक्ष श्री तेज गुरुङज्यू उहाँलाई पनि हामी स्टेजमा आजको हाम्रो प्रमुख अतिथिको रूपमा बोलाउन चाहन्छौँ र कृपया जोड तालीले उहाँलाई स्वागत गरिदिनु होला राई विनिता पुरी राई कमिसनर 17 टाउनशिप विनिता पुरी राई हजुरलाई आसन गर्नको लागि म गुरुङज्यू हुनुहुन्छ र उहाँलाई खदा साथै क्रेगीको लागि म सलेम तमु युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका रोदी डिपार्टमेन्टका भाइस प्रेसिडेन्ट सलेम तमुलाई क्रेगी लगाएर आजको यस कार्यक्रममा स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु हामीसँग डाक्टर खेम अधिकारीज्यू पाल्नु भएको छ उहाँलाई पनि अगाडिपट्टिको बेन्चमा आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु र हाम्रो जति पनि भोलिन्टियर साथीहरूले कृपया उहाँहरूलाई सहज वातावरण बनाएर सहजीकरण गरिदिनुमा सहयोग पुर्याइदिनुमा हार्दिक अनुरोध गर्न चाहे यसै क्रममा गुरुङ भाइस प्रेसिडेन्ट युजिएसए उहाँलाई पनि स्टेजमा आइदिनुमा म अनुरोध गर्न चाहन्छु हजुरलाई कृपया कुनै पनि ढिला नगरिकन स्टेजमा आइदिनुमा म विनम्र गर्न चाहन्छु टेक भोजु गुरुङ भाइस चिफ रोदी डिपार्टमेन्ट अफ युजिएस त्यसै गरेर प्रेमा तेलैजा गुरुङ भाइस प्रेसिडेन्ट लेन गुरुङ भाइस चिफ कल्चरल गोपचे गुरुङ चिफ सब गोनी गुरुङ हजुरलाई पनि स्टेजमा आइदिनु अनुरोध गर्न चाहे प्रतीक हेब्रिङ गुरुङ सेक्रेटरी पे डिपार्टमेन्ट अनुरोध गर्न चाहन्छु अनिल टु घेब्री गुरुङ प्रमुख हुनुहुन्छ उहाँलाई पनि स्टेजमा आइदिनु अनुरोध गर्न चाहे मन भुजा गुरुङ युटाबाट हुनुहुन्छ गुरुङ कमिटी अफ युटाको अध्यक्षज्यू हुनुहुन्छ मन भुजा गुरुङ हजुरलाई पनि स्टेजमा आइदिनु म अनुरोध गर्न चाहन्छु र अब हामी दीप प्रज्वलन गरेर आजको
जितु गुरुङ, मोहन गुरुङ, चेक गुरुङ, सीता गुरुङ, सोनाम गुरुङ र गोमा गुरुङ। हजुरहरू कृपया तयारी अवस्थामा स्टेजमा आइदिनु होला। पहिले हामी युएस नेसनल एन्थेम प्ले गर्छौँ भने त्यसपछि हामी गुरुङ राष्ट्रिय गीतलाई गाएर हामी यहाँ समक्ष प्रस्तुत गर्नेछौँ। सम्झेर 1 मिनेटको मौन धारण गर्दैछौँ र जो जतिजना सक्नुहुन्छ कृपया हामीलाई उठेर साथ दिनुहोला र यदि अशक्त हुनुहुन्छ भने यहाँहरू बस्न सक्नुहुनेछ र म टाइम हेर्नको लागि म टिभी सरलाई अनुरोध गर्दछु र यसरी नै पितृहरूलाई सम्झिने क्रममा एउटा छुटाउनै नहुने विशेष नाम माननीय विद्या युजिएसएका भाइस प्रेसिडेन्ट डमर कुमारी गुरुङ जो नर्थ क्यारोलाइनामा हुनुहुन्थ्यो उहाँलाई हामीले केही समय अगाडि गुमाएका थियौँ त्यसैले यो नामलाई हामी मिनेटको लागि ताली बजाउनु पर्यो ताली सबैले है गाइस म चाहिँ आइसकिसकेँ अब म फर्किन लागेको तपाईहरुलाई कस्तो लाग्यो लोसार भन्नु होला हैन यदि तपाईहरुले भिडियोमा आफूले देख्नुभयो भने पनि कमेन्ट गर्नु होला बाइ द वे छुटाउनै नहुने कुरा अन्तिममा म चाहिँ हेल्थ एन्ड लाइफको एजेन्ट भएको कारणले गर्दाखेरि यदि तपाईहरुलाई हेल्थ इन्स्योरेन्स चाहिरहेको छ लिन चाहनुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ अनि विशेष गरी ट्याक्स फाइल धेरै कुराहरु चेन्जेस आइरहेको छ नयाँ कुराहरु अपडेट भइरहेछ यसपालि रिफन्ड पनि अरु वर्षको हेरी अलिकति ज्यादा नै आउने सम्भावना देखिरहेको छु डिडक्सनहरु धेरै बढिएको छ त्यही भएर तपाईहरुले ट्याक्स फाइल अमेरिकाको जुनै स्टेटमा हुनुहुन्छ ट्याक्स फाइल गर्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ म तपाईहरुलाई ट्याक्स फाइलमा हेल्प गर्न सक्छु एनीवे थ्यांक यू गाइस तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्न नबिर्सिनु होला र सब्स्क्राइब गर्नु भएको छ भने थ्यांक यू सो मच म फेरि पनि अर्को ब्लग लिएर आउने छु भन्दै आजले बिदा हुनेछु धन्यवाद